जय गौमाता। हिजो हामीले पोखरा गौशाला गौतीर्थ स्थलमा माता तीर्थ औँसी पावन अवसरमा गौ सेवा गर्ने एउटा अवसर पायौँ र हामी कहाँ पोखराको बाहिर धेरै ठाउँबाट र साथै देश विदेशका धेरै ठाउँबाट भक्तजनहरूले गौ सेवा गर्नुभयो र त्यो हामीको लागि एकदमै उत्साहको कुरो थियो। किनभने हामी धेरै ओझेलमा परि सेवा गरिरहेका थियौँ, तर यसरी धर्मप्रेमी गौप्रेमी होइन उहाँहरू आएर गौको सेवामा हातोमेलो गर्नुहुन्छ, त्यो हाम्रो लागि एकदम उत्साहको कुरो थियो। र म हाम्रा केही सेवकहरूका नामहरू र उहाँले गरेका केही सेवाहरू यहाँ राख्न गइरहेको छु। त्यसको मुख्य एकमात्र उद्देश्य भनेको उहाँहरूले गरेको सेवाले अरूलाई पनि प्रेरित गरोस्, अरूलाई पनि प्रभावित गरोस् भनेर मैले यसलाई राख्नुपर्ने अन्य कुनै कारण छैन। धेरै जसोले गोप्य सेवा नै गर्न खोज्नु भएको छ, तर मैले उहाँहरूलाई निवेदन गरेँ उहाँको सेवाले कसैलाई प्रेरित गर्छ भने त्यसलाई राख्नको लागि अनुमति दिनुहोस् भनेर। विश्व हिन्दू महासङ्घ नेपाल गण्डकी प्रदेश सांस्कृतिक समिति उहाँहरूले रु 20,620 प्रदान गर्नुभएको छ। साथै स्वर्गीय दिल्लीराम पोखरेलज्यू को स्मृतिमा छोरी मैया पोखरेल जुन स्याङ्जा पेदीखोला 2 गाउँपालिका भालुपाहाडबाट रु 6,000 र साथमै दाना चोकर घाँस उहाँले आफै काटेर र आफ्नै 94 वर्षीय आमालाई पनि लिएर आउनुभयो। उहाँ आमाले फेरि आफ्ना स्वर्गीय पिता पवित्र पौडेलज्यू र स्वर्गीय माता पवित्र पौडेलज्यू र बुवा तुलसीराम पौडेलज्यूको लागि दान गरेर सेवा गर्नुभयो। बुझ्नुपर्ने कुरा के थियो भने 94 वर्षकी आमाले पनि आफ्ना बाउ र आमाको लागि सेवा गर्नुभयो र यस्तो विकट हाम्रो अलिकति ठाउँ गाह्रो छ, फेरि पनि हिँडेर आउनुभयो। त्यसरी नै युवा पुस्ताको कुरा गर्ने भने प्रगति कुँवर पोखरा 14, खुसी थापा पोखरा 14, साइमन शेरचन पोखरा 8 र सुवर्ण श्रेष्ठ पोखरा 30 बाट उहाँहरूले दाना चोकर साथै गोप्य दान गर्नुभयो। श्री प्रकाश छेत्री स्याङ्जा फेदीखोला 2 बाट आफ्नो बुवा स्वर्गीय मानबहादुर छेत्री र आमा अरिकला छेत्रीको लागि रु 1000 दान गर्नुभयो हुनुहुन्छ। श्री विशाल लामिछानेज्यू पोखरा 26 बाट उहाँले रु 10,000, श्री बालु सुनारज्यू उहाँले अनलाइन मार्फत 3,343 रुपियाँ, श्रीमती शुभकामना साक्य ताम्रकरज्यू पालिके चोकबाट उहाँले रु 500। त्यसरी नै आफ्नै आमा स्वर्गीय केशर कुमारी खत्री को स्मृतिमा युकेबाट उहाँको छोरी दुर्गा खत्री थापाज्यूले रु 10,000 दान गर्नुभएको छ। श्री बालकृष्ण कार्कीज्यू मकाओबाट रु 1500, शिशिर खनालज्यू उहाँले अनलाइन मार्फत 1000, श्रीमती देवी राणाज्यूले रु 1007 पोखरा, श्रीमती दीपिका केसीज्यू अस्ट्रेलियाबाट रु 3001 पोखरा आइरन आक्री उद्योगबाट चोकर र उहाँले यहाँ थप निर्माणमा सहयोग गर्ने प्रतिज्ञा गर्नुभएको छ। त्यसरी नै हामीसँग हुनुहुन्छ गिरिधारी पौडेलज्यू स्याङ्जा कुबिन्डेबाट उहाँले 4 बोरा चोकर लिएर आउनुभएको थियो। श्री निर्मल कुमार श्रेष्ठज्यू हङकङबाट उहाँले रु 400 हामीलाई नुनको लागि भनेर सहयोग गर्नुभएको छ राख्नेछु। र मुख्य हामीले बुझ्नुपर्ने के छ भने यहाँ हामीले खासै हामीलाई सरकारी पाटो त्यति सहयोगको छैन र फेरि पनि हामीले निस्वार्थ रूपले आजभन्दा 8 वर्षबाट यो गौसेवा गरिरहेका छौँ र ढिलो भए पनि सबैले यसलाई बुझिदिनु भएको छ, सम्झिनु भएको छ। देश विदेशमा हुने जुन गौसेवी धर्मका रक्षक होइन जुन पशुप्रेमी हुनुहुन्छ उहाँहरूले यसलाई बुझेर हामीलाई सहयोग गर्नुभएको छ, त्यसको लागि हामी उहाँहरूलाई कोटि कोटि नमन गर्दछौँ र यसले हामीलाई थप सेवा प्रदान गर्नको लागि पनि एकदम मोटिभेट गरेको छ। जय गौमाता।